धन्यवाद वचनको प्रार्थनामा साथ गऱ्यौँ नि हाम्रो गुरुबालाई र यो समय हामी वचनको समयमा आइसकेका छौँ र वचनमा जानुभन्दा अगाडि म तपाईँको माझमा म आफ्नो परिचय राख्न चाहन्छु। मेरो नाम चाहिँ रोयल तामाङ। अब यस नुवाकोट जिल्लाकै र मेगाम गाउँपालिकाबाट र हाल चाहिँ मेरो बसाइ यता रहेको छ र मेरो श्रीमती हुनुहुन्छ र छोरी पनि यही चाहिँ र मेरो 3 जना परिवार छ र म पनि तपाईँको बिचमा यसरी उभिन पाउँदा परमेश्वरलाई धन्यवाद दिन्छु। र वचन आजको वचन बोल्नुभन्दा अगाडि तपाईँको बिचमा मलाई के भन्न मन लाग्यो भन्दाखेरि हिजो आएदेखि अथवा तपाईँले देख्नुभएदेखि चाहिँ म अगाडिको अगाडि छु है, किनकि मलाई एकदमै मजा लाग्छ। विवाह भन्ने कुरा मानिसको योजना हो, यो प्रभुको योजना हो, यो कुरा रोकिनु हुँदैन भन्ने चाहिँ मेरो मान्यता पनि छ। र यसरी तपाईँले मलाई अगाडि देख्नु हुँदाखेरि चाहिँ मलाई बेसरी बोल्न मन लागेको छ। यसकारण म सुरुदेखि अन्तिमसम्म नै अगाडि हुन्छु है। मैले आजको वचनलाई पनि 2-3 घन्टा लम्बाउने योजना गरेको थियो, तर हाम्रो बहिनी विनिताले सकेसम्म चाँडै गर्नुहोस्, सकेसम्म 5 मिनटमै सकाइदिनुहोस्, हामीलाई बिहेमा एकदम हतार छ भन्नुभयो। यसकारण म धेरै टाइम दिने छैन। यो समय चाहिँ हाम्रो धुला राजाले चाहिँ मलाई भन्न सक्नु भएन, लगाउनु भएन। बहिनीले चाहिँ मलाई काममा यसो काने खुसी गर्नुभएको थियो, त्यो कारण म छिटो सकाउनेछु। र तपाईँलाई आजको वचनमा स्वागत छ। यो वचन चाहिँ आजको नवा जोडीलाई मात्र नभइकन हामी सबैको लागि रहेको छ है। यो वचनमा म हामी सबैलाई स्वागत गर्न चाहन्छु। कतिपय कुराहरू सोध्दछन् र विवाहको दिनमा वचन चाहिँ नवजोडीलाई मात्र टार्गेट गरेर दिँदछ भन्ने कुरा कतिजना सोच्छ। त्यो स्वाभाविक हो, तर ती कुराहरू लागु हुँदछ। तर यो वचन मैले बोल्दै गर्दाखेरि, प्रभुको वचनबाट बोल्दै गर्दाखेरि तपाईँले आफै विचार गर्नुहोस्। हामी वैवाहिक सम्बन्धमा रहन्छौँ, रहिरहेका छौँ कि प्रभुको वचनले हामीलाई के भनिरहेको छ, त्यो कुरा विचार गर्नुहोस्। अब विवाहको सुरुवातमा भन्नुपर्दाखेरि यो कुनै मानिसको योजना थिएन, यो कुनै मानिसले चाहेको आफ्नो इच्छाको आफ्नो स्वार्थ पुरा गर्ने यो एउटा विधि होइन। किनकि बाइबलमा हामी पाउँदछौँ भने जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो त्यो एक्लो भयो। एक्लो हुँदाखेरि परमेश्वरले मानिसलाई निराश देख्नुभयो अथवा विभिन्न टोलाएको अवस्थामा, कस्तो अवस्थामा परमेश्वरले देख्नुभयो, उहाँ प्रसन्न हुनु भएन। यसकारण परमेश्वरले भन्नुभएको छ उत्पत्ति 2 को 18मा फेरि परमेश्वरले अलिकति भन्नुभयो मानिस एक्लो रहन आउँछ छैन, म त्यसको निम्ति त्यसलाई स्वामी एकजना सहयोगी बनाउनेछु। यो कुनै मानिसको योजना नभइकन परमेश्वरले जब मानिसलाई पृथ्वीमा बनाउँदै गर्नुहुँदाखेरि जुन प्रकारको परमेश्वरको योजना थियो त्यो योजनालाई हामी क्रमशः क्रमबद्ध रूपमा अगाडि बढिरहेका छौँ। आज हाम्रो माझमा हुनुहुन्छ हाम्रो दुलहा दुलहीको बिचमा चाहिँ भन्न चाहन्छु कि तपाईँको बिचमा यो परमेश्वरले गर्नुभएको योजना हो। यो कुनै आकर्षक होइन, यो कुनै मानिसले म फलानासँग विवाह गर्न चाहन्छु, म फलानासँग जीवन जिउन चाहन्छु, यो तपाईँको निर्णय हो। किनकि यो चाहिँ परमेश्वरले गर्नुभएको निर्णय हो भन्न चाहन्छु। त्यसै गरी उत्पत्ति 2 को 21मा यसरी लेखेको छ। हामी बाइबल पढ्ने छैनौँ किनकि धेरै लामो समय लिनेछ, यसकारण मैले सबै पदहरू यहाँनिर टिप्पणी गरेछु। तपाईँलाई म जति सक्दो चाँडो चाहिँ आजको वचनबाट चाहिँ म तपाईँलाई अगाडि बढाउन चाहन्छु। यहाँ 21मा यसरी भनेको छ, यसै कारण प्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र उनी निदाएको बेलामा उनका खरबहरूमध्येका एउटा निकाल्नु भयो, त्यसको ठाउँमा मासु भरिदिनु भयो। जुन करार परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटा स्त्री बनाउनु भए मानिस कहाँ ल्याउनु भयो। मानिसले भने यो त मेरो हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री बनिनेछ किनभने तिनी पुरुषबाट निकालेका थिए। यसै कारण मानिसले आफ्नो आमा बुवालाई छोडेर र आफ्नै पत्नीसँग मिलिहाल्छन्, तिनीहरू एउटै शरीर हुन्छन्। हालेलुया। जुन प्रकारको समाजमा हामी चलिरहेका छौँ, जब विवाहबारी भइसकेपछि संशोधनको कुराहरू हुन्छ अनि आफ्नै घरहरू बनाउने कुराहरू हुन्छ, यो चाहिँ मानिसको योजना नभइकन परमेश्वरको योजना हो भन्ने कुरा तपाईँ हामीले बुझ्न जरुरी छ। यो कुनै मानिसले आफ्नो स्वार्थ पुरा गर्नको लागि, मानिसले आफ्नो योजना पुरा गर्नको लागि होइन प्रिय मित्रहरू। यो चाहिँ परमेश्वरले अघिबाट नै तपाईँ र मलाई चाहिँ यो तरिकाले चल्नुपर्छ, विवाह चाहिँ यो हो भनेर
परमेश्वरले प्रस्ताउनु भएको छ। र विवाह हामी समाजमा विभिन्न तरिकाले हुँदछ है। कतिपय ठाउँहरूमा तपाईँलाई थाहा छ भागेर विवाह गर्दछन्, कतिपय ठाउँमा मगनी गरेर पवित्र विवाह गर्दछन्, विभिन्न तरिकाले कोर्ट म्यारिजहरू गर्दछ, कानुनी विवाहहरू गर्दछ। तर हाम्रो माझमा चाहिँ पवित्र विवाह चाहिँ परमेश्वरले राख्नु भएको छ है। अनि यो कुरा चाहिँ बाइबलबाट म प्रस्ताउन चाहन्छु। हिब्रूको पुस्तक 13:4 यसरी लेखेको छ, सबैको बीचमा विवाह चाहिँ आदरणीय होस्। हालेलुया। परमेश्वरको योजना अनुसार जुन विवाह हाम्रो माझमा भइरहेको छ, हुँदैछ, यो चाहिँ आदरणीय भइरहेको छ प्रियहरू। किनकि हामी सरसल्लाहमा छ, हामी विभिन्न मनमुटावमा होइन, विभिन्न कर्कामा कसैले मसँगै बिहे गर्नुपर्छ अथवा भाइसँगले यदि तिमी मसँग बिहे गरेन भने विभिन्न किसिमको धम्कीको कारण हुने हो। जुन प्रकारको सरसल्लाहमा गइरहेका छौँ, बाइबलले यही भन्दछ विवाह चाहिँ आदरणीय हुनुपर्छ। हामी मिलापमा गएर, हामी एक आवाजमा गएर आदरणीय विवाह भइरहेको छ। यसकारण हामीले यो विवाहलाई यहाँ अगाडि ब्यानरमा तपाईँले देख्न सक्नुहुन्छ पवित्र विवाह यहाँनिर लेखिएको छ। जुन प्रकारको आदरणीय विवाह चाहिँ परमेश्वरले चाहनुहुन्छ। हालेलुया। वैवाहिक सम्बन्धहरू नबिग्रियोस्, किनकि दुराचारी र व्यभिचारीको हिसाब परमेश्वरले गर्नुहुन्छ। जुन प्रकारको यो वचन पदमा लेखेको छ विवाह आदरणीय होस् र व्यभिचारको कुराहरू पनि एउटै पदमा किन लेखेको तपाईँलाई लाग्न सक्छ। बिहेको कुरामा के को व्यभिचार यो तपाईँलाई लाग्न सक्छ। तपाईँले जुन प्रकारको हाम्रो समाजमा विवाहहरू देख्दा, विवाहहरू देख्दछौँ, भागेर जाने चलनहरू है, त्यो कुराहरूलाई चाहिँ बाइबलले प्रश्न गर्छ। यो कुरा चाहिँ पवित्र विवाहमा पर्दैन, व्यभिचारका कुराहरू चाहिँ पवित्र विवाहमा पर्दैन भन्ने कुराहरू बाइबलले देखाउँदछ, तपाईँहरूले सिकाउँदछ। र जसजना वैवाहिक सम्बन्धमा हुनुहुन्छ, म पनि वैवाहिक सम्बन्धमा विगत 8 वर्षदेखि एउटा पतिको रूपमा पतिको जिम्मेवारीहरू निभाइरहेको छु। जुन चाहिँ मैले पाएको प्रकाश अनुसार म जिइरहेको छु र तपाईँहरूले पनि जिउँदै हुनुहुन्छ भने मलाई आशा लागिरहेको छ। आज विवाह हुँदै गर्दाखेरि हाम्रो भाइ सङ्गमले चाहिँ के कुरा पाउनुभयो, हामी देख्छौँ एउटा श्रीमती, एउटा जीवन साथी पाएको कुराहरू हामी आफ्नै आँखाले देख्दछौँ। तर बाइबलले यो कुरालाई के भन्दछ भन्ने कुरा हामी हेर्नेछौँ। हितोपदेशको पुस्तक 18:22 पदमा यसरी लेख्दछ, पत्नी पाउनेले असल कुरा पाउँछ र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ। हालेलुया। आज हाम्रो भाइ सङ्गमले चाहिँ असल कुरा पाउँदै हुनुहुन्छ, किनकि यो चाहिँ परमेश्वरमा आदरणीय छ, परमेश्वरको योजना अनुसार छ। यसकारण जुन भाइले असल कुरा पाउँदै हुनुहुन्छ, यो असल कुरालाई चाहिँ अन्त्यसम्म लगिराख्नको लागि निरन्तर परमेश्वरको सेवा र उहाँको अधीनतामा बस्न जरुरी छ। कतिपय कुराहरू आफ्नै योजना अनुसार गर्छ, आफ्नै अनि विभिन्न इच्छा अनुसार गरिरहेको हामी पाउँदछौँ। तर यो विवाह चाहिँ परमेश्वरको इच्छा अनुसार र परमेश्वरको योजनाहरू हामीले सम्पन्न गरिरहेका छौँ। र तपाईँलाई थाहा छ विवाहको बेलामा विभिन्न नाचगान, ठुलो नाचगानहरू हुँदछ, विभिन्न हर्षका कुराहरू हुँदछ। आज हामी पनि हर्षित छौँ, हामी पनि खुसी छौँ कि नयाँ दम्पतिहरू एक भएर एउटा घर फेरि बसाल्दैछन्, कि परमेश्वरको योजनालाई पुरा गर्दै हुन्छ। उत्पत्तिमा जसरी परमेश्वरले रच्नु भएको छ, मानिस एक्लो रहन असल छैन। आज यो समय आइसकेको छ कि हाम्रा छोरी विनिता पनि एक्लो भएको परमेश्वरले देख्नुभयो र भाइ सङ्गम पनि एक्लो भएको परमेश्वर देख्नुभयो कि यो परमेश्वरले एक्लोपनलाई हटाउनको लागि, एक्लोपन मेटाउनको लागि उहाँलाई एकसाथ परमेश्वरले जोड्नु भएको छ। हालेलुया। र परमेश्वरले विवाह मात्र रच्नु भएन प्रियहरू। जो उत्पत्तिमा परमेश्वरले अनि स्त्री बनाएको थियो, जुन पुरुषको लागि, आदमको लागि, यो मात्रै परमेश्वरको योजना थिएन। विवाहलाई चाहिँ कसरी असल बनाउने, विवाहलाई चाहिँ कसरी चाहिँ लङ लास्टिङ टिकाउने भन्ने कुरा चाहिँ परमेश्वरले तपाईँ र मेरो निम्ति विधि विधान सहित बाइबलमा लेखिदिनु भएको छ। आज हाम्रो समाजमा कति विवाहहरू टुटिरहेका छन्, कति विवाहहरू चाहिँ अनि बाटोमै बिटोलिरहेका छन्। ती कुराहरू चाहिँ हामीले बुझ्न जरुरी छ। के कारणले विवाहहरू टुटिरहेका छन्? हामी मानिसहरू देख्छौँ विभिन्न
प्रार्थनाको बावजुद चाहिँ यो कार्यक्रम आजको विवाह कुराहरू चाहिँ हामी सम्पन्न भएको देख्दछौँ। जति भागी विवाहहरू गर्दछ, शारीरिक आकर्षक देखेर विवाहहरू गर्दछ, यो विवाहहरू चाहिँ टुटिन्छ। विवाह के कारणले गर्ने हो, किन गर्ने हो, केसँग गर्ने कुरा चाहिँ निर्धारित गर्नु पर्दछ। विद्वानहरूले भन्नुहुन्छ विवाह चाहिँ स्वर्गको एक टुक्रा पृथ्वीमा महसुस गर्ने बाटो हो भनेर। तपाईँले यो मात्र नसोच्नुहोस् विवाह गरेपछि सुख शान्ति हुन्छ, तर उहाँले फेरि भन्नुहुन्छ विवाह चाहिँ नरकको एक टुक्रा अनुभव गर्ने, यो पृथ्वीमा अनुभव गर्ने यो बाटो हो। तपाईँले बुझ्नुहोस् कि विवाह गर्दाखेरि हरेक उतार चढावहरू आउँदछ, विभिन्न मिसअन्डरस्ट्यान्डिङको कुराहरू आउँदछ। मेरो जीवनमा पनि आएको थियो, सबैको जीवनमा यो कुरा आउँदछ, आउँदैन भन्दिनँ, किनकि विवाहमा यो कुराहरू हुँदछ। जब असल विवाहहरू कसरी अगाडि बढाउने, मिलापमा, साझेदारीमा, समझदारीमा अगाडि बढ्छ भनेदेखि स्वर्गको एक टुक्रा चाहिँ हामी पृथ्वीमा जिउन सक्छौँ, त्यो महसुस हामी गर्न सक्छौँ। किनकि मलाई के भएको छ अथवा मेरो श्रीमतीलाई के भएको छ, हामी एक अर्कामा साझेदारी छौँ। हाम्रो सबै कुराहरू हामी बाँड्न सक्छौँ, दुःख बाँड्न सक्छौँ, सुख बाँड्न सक्छौँ। खुसी छ संसारले तपाईँ र मलाई साथ नदेला, तर जीवनभरि साथ दिनको लागि परमेश्वरले जुन करार बाँध्नु भएको छ, जुन योजना गर्नुभएको छ, यसलाई असल तरिकाले चल्यो भने चाहिँ स्वर्गको एक टुक्रा तपाईँ हामीले यो पृथ्वीमा अनुभव गर्न सक्छौँ। कतिहरू विवाहहरू बिटुलिएको छ, टुटिएको छ, उहाँहरूले चाहिँ नरकको एक टुक्रा पृथ्वीमा चाखिसक्नुभयो। र परमेश्वरको योजना यो होइन कि नरकको योजना के त्यो अनुभव चाहिँ पृथ्वीमा चाखोस्। तर हामीले यो विवाह चाहिँ गर्दै गर्दा, विवाह कुरामा हामी जाँदै गर्दाखेरि बाइबलबाट हेर्नेछौँ परमेश्वरले जुन विधि र विधान श्रीमान श्रीमतीमा दिनुभएको छ त्यो कुरालाई हामी हेर्नेछौँ। एफिसीको पुस्तकमा प्रश्न लेखिएको देखिन्छ। म तपाईँको बिचमा पाठ गरिदिनेछु। एफिसीको पुस्तक 5:22 म 24सम्म यसरी लेखेको छ, पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्ना पतिको अधीनमा बस, किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ। मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। जसरी ख्रीष्ट मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूको अधीनमा रहनु पर्दछ। 25मा पति हो आफ्नो पत्नीलाई प्रेम गर, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। यहाँनिर विवाह भन्ने कुरा चाहिँ प्रेममा गाँसिनको लागि अधीनमा रहने कुराहरू छ। असल विवाह कसरी जोड्ने त, असल विवाह कसरी बढाउने भन्दाखेरि जब पतिहरू चाहिँ परमेश्वरसँगको सङ्गतिमा नजिक हुनुपर्दछ। नैतिकताको कुराहरूमा, ज्ञानको कुरामा, आफ्नो परिवारलाई कुन तरिकाले बढाउने, कुन तरिकाले हिँड्ने, आफ्नो पत्नीलाई कसरी चाहिँ शासन गर्ने भन्ने कुराहरू चाहिँ बाइबलबाट शिक्षाहरू पाउँदछ। हामी मण्डलीहरू परमेश्वरको आराधना गर्छौँ, भजन गाउँछौँ, जसरी ख्रीष्टको अधीनमा हामी चलिरहेका छौँ, पत्नीले चाहिँ पतिको अधीनमा चल्नुपर्छ भनेर यहाँ बाइबलबाट हामी पाउँदछौँ। भन्दै गर्दाखेरि हाम्रो बहिनी विनिताले चाहिँ आजको दिन, हिजोको दिनसम्म आफ्नो इच्छाअनुसार हिँड्थ्यो, आफ्नो इच्छाअनुसारको लुगा लाउँथ्यो, आफ्नो इच्छाअनुसार खाएर, आफ्नो इच्छाअनुसारको समयमा चल्थ्यो भन्दाखेरि अब यो नव जोडी चाहिँ एक हुँदै गर्दाखेरि पतिको अधीनमा रहेर बहिनीले चल्नु पर्दछ। हरेक कुरामा साझेदारी हुनुपर्छ। केही समय ढिलो हुन्छ, सल्लाहमा सल्लाह गरेर म यो कामको लागि यस्तो गर्नु लाग्यो, म यो गर्नु लाग्यो, साझेदारीमा हुनु पर्दछ। बाइबलले यो कुराहरू सिकाउँदछ। आफ्नो पतिलाई आदर गर्नुपर्ने कुराहरू बाइबलले सिकाउँदछ। यो त बाइबलको कुरा। अरू समुदायहरूमा पनि पाउँछौँ कि पतिलाई चाहिँ पति परमेश्वर भनेर सम्बोधन गरेको कुराहरू हामी पाउँदछौँ। तर बाइबलले चाहिँ आफ्नो पतिलाई आदर गर र पतिले पनि आफ्नी पत्नीलाई प्रेम गर भन्ने कुराहरू हामी बाइबलबाट भएका छौँ। यसको मतलब चाहिँ अब पतिले चाहिँ पत्नीलाई शासन गर्नुपर्ने, नोकरको रूपमा हरेक कुरामा आफ्नै योजना अनुसार चल्नुपर्ने भन्न खोजेको चाहिँ होइन। साझेदारीमा चल्नु पर्यो, सरसल्लाहमा चल्नु पर्यो र पत्नीलाई प्रेम गर्नु पर्यो भन्ने कुराहरू चाहिँ बाइबलले यहाँ प्रस्तुत गरेको छ। विवाह चाहिँ परमेश्वरले रच्नुभयो, एक बनाउनु भयो। एक बनाउनुको उद्देश्य के हो? परमेश्वरले मानिसलाई किन एक बनाउनु भएको छ, परमेश्वरले मानिसलाई किन वैवाहिक जीवनमा बाँच्नु भएको छ, त्यो कुराहरू चाहिँ हामी हेर्नेछौँ। उपदेशकको पुस्तक 4:12ले भन्दछ, एकजनालाई कसैले जित्ला, तर दुईजनाले त आफ्नो सुरक्षा गर्न सक्छन्।
तीन सुत्तेले बाँधेको डोरी चाँडै चुकिँदैन। हालेलुया। यहाँनिर विवाहको कुरा दुईजना हुन्छ जब श्रीमान श्रीमती हुन्छ, तर लास्टमा आएर तीन सुत्तेको कुरा आयो। मलाई यो तीन सुत्तेको बारेमा थोरै वर्णन गर्न मन लाग्यो। जुन विवाहहरू टुटिरहेको छ त्यो चाहिँ दुई सुत्ते डोरीले बाँधेको कुरालाई बाइबलले प्रतिनिधित्व गर्दछ। जुन तीन सुत्तेको कुरा छ जो चाहिँ परमेश्वरको साक्षी र परमेश्वरको सहभागितामा गरेको बिहे र आफ्नो जीवनभर चाहिँ परमेश्वरसँग लगिराख्नु, परमेश्वरको अधीनमा चलिराख्नु चाहिँ तीन सुत्तेले बाँधेको विवाह हो। किनकि जति विवाहहरू टुटिरहेका छन् त्यो दुई सुत्तेले आफ्नो मर्जीले चलिरहेका छन्, आफ्नो इच्छाले चलिरहेका छन्। फलानु भएन, म आफ्नो इच्छाले चल्छु, त्यसरी चलेर विवाहहरू बिटुलिरहेका छन्। तर हामी त परमेश्वरको जन भएका कारण, परमेश्वरको महिमाको लागि सृजिएकै जन भएका कारण, परमेश्वरको उपस्थितिमा उहाँको नाममा हामी शपथ खाएर करार बाँधेर अगाडि बढ्दछौँ। उहाँहरू अब दुईजना नवजोडीले आफ्नै कुरामा संसारमै रोमलिएर भने यो विवाह पनि नरकको एक टुक्रा महसुस गर्नुहुन्न म भन्दिनँ। जबकि उहाँहरू दुवैजना साझेदारीवाला प्रार्थना साथ परमेश्वरको वचनमा जब गाडिनु हो भनेदेखि चाहिँ स्वर्गको एक टुक्रा उहाँहरूले पृथ्वीमा महसुस गर्नुहुन्छ। र विवाह चाहिँ लङ लास्टिङ अनन्तसम्म चाहिँ त्यो चाहिँ चलिरहन्छ, मृत्युले नछुटेसम्म त्यो चलिरहन्छ। हरेक दुःख सुख हरेक अवस्थामा परमेश्वरले आशिष दिनुहुन्छ। यो चाहिँ डोरले बाँधेको कुरा चाहिँ बाइबलले यसरी यो चाहिँ तपाईँलाई मैले बुझ्नुपर्छ कि हाम्रो विवाहमा चाहिँ परमेश्वरलाई निम्त्याउँछौँ र पवित्र आत्माको डोरले हामी बाँधिकन हाम्रो वैवाहिक जीवन चाहिँ असल बनाउँछौँ भनेर हाम्रा नवजोडीले चाहिँ यो कुराहरू परमेश्वरसँग प्रतिज्ञा गर्नु पर्दछ। र उपदेशकको पुस्तक 4:9 म पढेँ फेरि एकचोटि, एकभन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछ। यदि एउटा लड्यो भने त्यसले त्यसको मित्र त्यसलाई उठाउन साथ गर्छ र लड्दा पनि उठाउने कोही नहुने बिचरा। त्यस्तै गरी दुईजना सँगै सुत्यो भने ती न्यानो हुन्छन्, तर एकलाई त कसरी न्यानो हुने। बाइबलले यी कुराहरू गर्दछ। अब जाडोको समय आयो, अब हाम्रो बहिनी विनितालाई पनि जाडो लागेकै महसुस भयो बाइबल अनुसार, र भाइ सम्बन्धलाई पनि अब तातो तातो खोज्नको लागि उहाँहरू वैवाहिक सम्बन्धमा चिर्दै हुनुहुन्छ, जोड्दै हुनुहुन्छ। हालेलुया। मैले भनेको होइन, यो चाहिँ बाइबलले भन्दछ दुईजना सुतेको तातो हुन्छ र। यो चाहिँ मेरो व्यक्तिगत धारणा होइन, बाइबलको कुरालाई मैले ल्याउँदैछु है, यो कुराहरू चाहिँ ल्याउँदछु। हाल हाम्रो समाजमा धेरै विवाहहरू टुट्नुको कारण चाहिँ वैवाहिक सम्बन्धमा बलिदानको कमी कमजोरीले पनि हो है। बलिदान भन्ने कुरा एकदमै ठुलो कुरा हो। चाहिँ जसरी ख्रिस्टले तपाईँ र मेरो निम्ति कल्वरीको क्रुसमा बलिदान गर्नुभयो, अब चाहिँ यो कुरामा वैवाहिक सम्बन्धमा जाँदै गर्दाखेरि हाम्रो बहिनी विनिताले र भाइ सङ्गमले पनि धेरै कुराहरू बलिदान गर्नुपर्दछ। एकचोटि मेरो घटना तपाईँहरूको अगाडि म सुनाउन चाहन्छु। जब म विवाह गरेर ससुराली गएको थिएँ, म चाहिँ एकदमै पिरो नखाने व्यक्ति। त्यहाँ चाहिँ मजाले पिरो खाँदो रहेछ। अनि केही भएन, अब नयाँ नयाँ अब कुरा गर्न नि गाह्रो, खाइदिएँ मेरो बालो पिरो। अनि मेरो श्रीमतीले देख्नु भएछ पसिनै पसिना भएको। त्यो बेला चाहिँ पसिनै पसिना भयो, भरे त रातभरि टोइलेट कुदै भयो। मैले पिरो किन हालेको यस्तो यस्तो भनेर ठुलो कुरा गर्नु परेन। त्यो मेरो बलिदान थियो, किनकि म छुट्टै सम्प्रदाय, छुट्टै समाजबाट, छुट्टै परिवारबाट म जिएको थियो भने मेरो श्रीमती छुट्टै समाजबाट जिएको थियो। उसको खाने बानी छुट्टै छ, उसको लाउने स्टाइल छुट्टै छ, मेरो छुट्टै छ। यसकारण मिल्दैन। यी कुराहरू चाहिँ आपसमा मिल्नको लागि बलिदान गर्नुपर्दछ। जुन मेरो त्यो समस्या त्यहाँनिर भयो, त्यसपछि थाहा भएछ त्यहाँदेखि तरकारीमा कहिले पनि खुर्सानी बढी भएन। हालेलुया। कतिपय कुराहरू चाहिँ हामी सानोतिनो कुराहरू चाहिँ समझदारीबाट गर्नुपर्दछ र त्यति पिरो भइहाल्यो कि त्यसमा नखाने अथवा कराइहाल्नु पर्ने, ठुलो आवाज गर्नुपर्ने मानिसको यो स्वभाव हुनसक्छ। तर त्यो कुरालाई चाहिँ कसरी चाहिँ समाधान गर्ने भन्ने कुरा पनि तपाईँहरू हामीले बुझ्न जरुरी छ। भन्छन् नि विद्वानहरूले अनुहार मिल्ने चाहिँ दाजुभाइ है, विचार मिल्ने चाहिँ मित्र। अनुहार पनि मिल्दैन, विचार पनि मिल्दैन, त्यो चाहिँ श्रीमान श्रीमती।
तपाईँले मिलेको देख्नुभयो हाम्रो भाइ सरगम र विनितालाई? उहाँको अनुहार मिलेको छैन। विचार पनि के हो अहिलेसम्म भन्न सकिँदैन। अब जिउँदै गर्दाखेरि अगाडि बढ्दै गर्दाखेरि उहाँले थाहा पाउनुहुन्छ है। जुन कुरा चाहिँ केही पनि मिल्दैन त्यो चाहिँ श्रीमान श्रीमती। यस कारण चाहिँ धेरै विवादहरू त्यहाँनिर आउँदछ, धेरै समस्याहरू आउँदछ। त्यसलाई बलिदान गरेर नै अगाडि बढ्नु पर्दछ वैवाहिक जीवन असल बनाउनको लागि है। अब आफ्नो इच्छा अनुसार जिउँदैछ भनेदेखि दुवैजनाको सरसल्लाहमा त्यो कुराहरू तोड्नु पर्यो। कसैलाई पिरो खान मन नपर्ला, कसैलाई पिरो चाहिएला, त्यो साझेदारीमा गर्नु पर्यो है। हामीले चाहिँ सोच्नुपर्ने वैवाहिक जीवनलाई असल बनाउनको सोच्नुपर्ने चाहिँ परमेश्वरले भन्नुभएको छ तिमीहरू चाहिँ संसारको नुन र ज्योति हो। र उहाँले भन्नुहुन्छ म संसारको ज्योति हो। संसारको ज्योति परमेश्वर हुनुहुन्छ र परमेश्वरले येशू ख्रीष्टले नै तपाईँलाई मलाई चाहिँ ज्योतिको रूपमा प्रकट गर्नुभयो। हामी यो कुराहरू पाउँदछौँ। म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु भन्ने कुराहरू हामी पाउँदछौँ। कतिपय कुराहरू झै झगडाको कुराहरू, हातहरू उठाउने कुराहरू हुन्छ हाम्रो समाजमा। अथवा तपाईँको जीवनमा मेरो जीवन ती कुराहरू आउँदछ। त्यो हातहरू उठाउनुभन्दा घटनाहरू घट्नुभन्दा अगाडि तपाईँले परमेश्वरको वचनलाई सम्झिनु जरुरी छ। म चाहिँ ख्रीष्टसँग क्रुसमा टाँगिएको छु, मेरो हात चाहिँ क्रुसमा टाँगिएको छु। यसकारण यो हात चाहिँ उठाउनको लागि होइन, कसैलाई दबाउनको लागि होइन, प्रेमले अँगाल्नको लागि। हालेलुया। यो कुराहरू चाहिँ उहाँले बुझ्नुहुन्छ, मलाई तपाईँहरूले बुझ्नुहुन्छ, मलाई आशा छ। त्यसै गरी हामी एकदमै अन्त्यतिर छौँ र कोरिन्थीको पुस्तकमा हामी जानेछौँ। यो समय बाइबलमा हरेक कुराको समाधान छ। हरेक कुराको समाधान चाहिँ परमेश्वरको वचनमा लेखिएको छ। यहाँनिर व्यभिचारको कुराहरू छ है, श्रीमान श्रीमतीको कुराहरू छ, आत्मिक कुराहरू छ, ज्ञानको बुद्धिको कुराहरू छ। हरेक कुराहरू चाहिँ हामी यहाँ देख्दछौँ। अब वैवाहिक सम्बन्ध भइसकेपछि यौनको बारेमा बाइबलले के भन्दछ त्यो कुरालाई पनि हामी छोटो हेरौँ। कतिपय कुराहरू विवाहहरू चाहिँ यो क्षेत्रबाट चाहिँ टुटिरहेको छ है। यो कुरालाई पनि हामी विचार गर्नेछौँ। 1 कोरिन्थीको पुस्तक 7:3 हामी पाठ गर्नेछौँ। यहाँनिर यौनको कुराहरू अथवा व्यभिचारको कुराहरू अनि श्रीमान श्रीमतीमा हुनुपर्ने कुराहरू चाहिँ यहाँनिर प्रस्ताविएको छ है त। यहाँ पाठ गर्नेछौँ 1 कोरिन्थीको पुस्तक 7:3 म पाठ गर्नेछौँ। पतिले आफ्नो पत्नीलाई तिनको वैवाहिक हक देऊ र यसरी नै पत्नीले पनि आफ्नो पतिलाई। पतिले आफ्नो शरीरमाथि अधिकार राख्दैन तर उसको पतिले राख्छ। यसरी नै पतिले पनि आफ्नो शरीरमाथि अधिकार राख्दैन तर उसकी पत्नीले राख्नेछ। पति पत्नीको आफ्नो पारम्परिक संसर्गदेखि एक अर्कालाई इन्कार गर्यो भने आपसमा सल्लाह गरेर केही समयको निम्ति मात्र, ताकि तिनीहरू प्रार्थना लागिरहन सक। तब फेरि एक साथ बस, ताकि आफ्नो स्वयंको अभावको कारणले शैतानले तिनीहरूलाई परीक्षामा नपारोस्। हालेलुया। विवाह परीक्षामा पार्नु, श्रीमान श्रीमती परीक्षामा पार्नु, यो शैतानले एउटा चाहिँ व्यभिचारको आत्माले परीक्षामा पारिरहेको हामी समाजमा देख्दछौँ है। घरमा श्रीमती हुँदा पनि पर स्त्रीसँग बाहिर सम्बन्धको कुराहरू है, घरमा श्रीमान हुँदा अरूसँग सम्बन्ध राखिएका कुराहरू बाइबलले त्यो कुरालाई चाहिँ बयान गर्दछ। त्यो कुरालाई अनुमति दिँदैन। आफ्नो पति र पत्नीको सम्बन्धलाई पवित्र कसरी बनाउने, कसरी एक आपसमा मिलिराख्ने, यो कुरालाई चाहिँ बाइबलले यसरी अनुमोदन गरिएको छ। विभिन्न कारणहरू हुन सक्छ हाम्रो समाजमा। तपाईँले देख्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ कतिपय कुराहरू चाहिँ फलानाको चाहिँ त्यहाँ त्यस्तो रे, फलाना घरमा त्यस्तो हल्ला भयो रे, त्यो कुराहरू हामी पाउँदछौँ। तर बाइबलले त्यो कुरालाई चाहिँ मना गर्दछ। हामी पर स्त्रीसँग लाग्ने होइन, पर पुरुषसँग लाग्ने होइन, यो चाहिँ व्यभिचारको आत्मा हो। यो चाहिँ परीक्षामा पर्दछ। यहाँनिर तपाईँले देख्नुभएको छ कि 1 कोरिन्थी 7:5 अन्तिममा शैतानलाई मौका नदेऊ कि तिनीहरूलाई शैतानले परीक्षामा पार्नुभन्दा अगाडि नै तिमीहरू सचेत हौ। यो कुरा व्यभिचारको कुरा चाहिँ शैतानले एकदमै सम्झिहाल्छ। एकदमै मानिसले कुन क्षेत्रमा चाहिँ परमेश्वरदेखि ढल्ने हो भने शैतानले पहिलेदेखि नै योजना जानिएको हुन्छ। यसकारण व्यभिचारको क्षेत्रबाट पनि वैवाहिक सम्बन्धहरू टुटिन सक्छ है। हिजोसम्म बहिनी विनिताले कोसँग कस्तो बोले, कोसँग कसरी व्यवहार गर्यो त्यो छुट्टै कुरा। अब जुन पवित्र सम्बन्धमा गाँसिसकेपछि, नयाँ घर बसालिसकेपछि त्यो कुराहरूलाई बिर्सिनु पर्यो। भाइ सरगमले पनि र विनिताले पनि
बाहिरी कुराहरूसँग चाहिँ अलग हुनु पर्यो। जुन अरूले चाहिँ त्यो नैतिकताको कुराहरू ल्याउँदछ भनेदेखि त्यसलाई चाहिँ नाइ भन्न सक्नु पर्यो। पवित्रतामा जिउनु पर्यो, साझेदारीमा जिउनु पर्यो। यसकै कारणले है परपुरुषसँग लागे कारण, पर स्त्रीसँग लागे सम्बन्ध बनाएकै कारण कति विवाहहरू टुटिरहेको हामी देखिएका छौँ। कि हाम्रो विवाह चाहिँ टुट्नको लागि होइन, परमेश्वरले सुरुदेखि नै हामीलाई अन्तिमसम्म है अथवा मृत्युले नछुटाइसम्म चाहिँ उहाँको 3 सुत्ते डोरीले चाहिँ बाँध्नु भएको विवाह। यो कुनै बच्चाको खेलाउन पनि होइन, कुनै यो देखासिकी मलाई यो मन पर्यो मलाई त्यो चाहियो, यो प्रकारको चाहिँ परमेश्वरले तपाईँलाई मलाई अनुमति दिँदैन। र अबसम्म आजको दिनसम्म बहिनी बिन्तीले जसरी बुवा आमाको घरमा सघाउँदै घर धान्दै हुनुहुन्थ्यो, अब आफ्नै घर बसाल्दै हुनुहुन्छ उहाँले। यसकारण उहाँले पनि परमेश्वरमा प्रतिज्ञा गरेर परमेश्वरको वचनमा घुँडा टेकेर अगाडि बढ्नको लागि म अनुरोध गर्न चाहन्छु। र यहाँनिर हितोपदेशको पुस्तक 14:1 भन्दछ, बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छ तर निर्बुद्धि स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछ। यहाँनिर कति शक्तिशाली कुरा छ। यो कुरालाई साधारण नलिउँ हामी। कसरी चाहिँ बुद्धिमान साथ आफ्नो घरलाई, आफ्नो परिवारलाई, आफ्नो ससुरालाई अगाडि बढाउने, मिलापमा ल्याउने, यो कुरा चाहिँ बहिनी बिनिताले पनि जान्नुपर्छ, बुझ्नुपर्छ। अबको दिनहरूमा मैले कसरी सबैलाई सम्मान प्रेम गर्ने, मैले कसरी सबैलाई सम्मान व्यवहार गर्ने, मैले गर्नुपर्ने कर्तव्य के हो, यो कुराहरूमा चाहिँ हाम्रो बहिनी बिनिताले निकै नै परमेश्वरको वचनमा रहेर कार्य गर्न जरुरी छ। बुद्धिमान साथ आफ्नै घर बनाउनु पर्यो। यदि शैतानले यस्तो मौकाहरू ल्याइदिन्छ बहिनी बिनिताको जीवनमा, जेसुकै होस् म आफ्नो तरिकाले चल्छु, म आफ्नो बाटो, यो चाहिँ शैतानको जित हो। यो नरकको अनुभव गर्ने मौका हो। यसकारण यो मौकालाई नरोकौँ, मौका नदिउँ। यो मौकालाई रोकिकन वैवाहिक जीवन असल बनाउनको, आफ्नो घर असल आशिषित बनाउनको लागि, प्रेमले बनाउनको लागि परमेश्वरसँग निरन्तर बुद्धि र ज्ञान माग्नुहोस्। परमेश्वरसँगको त्यो साझेदारी हामीले माग्नु पर्दछ। जुन यो बुद्धिमान स्त्री, जुन यो समझदारी स्त्री हाम्रो भाइ सम्बन्ध भन्दै गर्नु हुँदाखेरि परमेश्वरले उहाँलाई इनाम दिनुभयो, आशिष दिनुभएको, त्यो कुरालाई पनि म पाठ गर्नेछु। हितोपदेशको पुस्तक 21:10 मा यसरी लेखेको छ, उच्च चरित्र भएकी पत्नी कसले गर्न सक्छ, तिनी मणिक भन्दा पनि अति नै बढी मूल्यवान हुन्छन्। हालेलुया। उच्च चरित्र, सबैलाई सम्मान गर्ने, सबैको आदर गर्ने, सबैलाई प्रेम गर्ने, सबैलाई एकसाथ मिलापमा ल्याउने स्त्री छ, जो परमेश्वरको अधीनमा जीवन जिउँछ, परमेश्वरको वचनमा जरा गाडिन्छ। त्यो चाहिँ मणिकहरूभन्दा पनि महत्त्वपूर्ण, डायमन्डहरूभन्दा पनि महत्त्वपूर्ण परमेश्वरले चाहिँ यसरी व्याख्या गरेको छ त्यो स्त्रीलाई। म यो शुभकामना यहाँबाट दिन चाहन्छु हाम्रो नवजोडीलाई र बहिनीलाई कि परमेश्वरको यो चरित्र मणिक भन्दा पनि असल तपाईँको जीवन होस् भन्न म यहाँनिर परमेश्वरसँग कामना गर्न चाहन्छु। र जसरी यो असल चरित्र हुँदछ, जसरी यो असलसँग परमेश्वरसँग साझेदारी भएर जीवन जिउँदछ, बहिनी बिनिताले चाहिँ धेरै परिवारको लागि प्रार्थना गर्नुपर्ने, धेरै क्षेत्रको लागि प्रार्थना गर्नुपर्ने कुराहरू, इमान्दारिताको कुराहरू पनि बाइबलले देखाउँदछ। यो कहाँनिर देखाउँदछ भन्दाखेरि हितोपदेशको पुस्तक 21:11 यसरी भन्छ, तिनका पतिले तिनीमाथि पुरा भरोसा गर्छन् र उनलाई कुनै असल कुराको अभाव हुँदैन। यहाँ शङ्काको कुरा छोड्नु भएन। परिवारमा अमेलता ल्याउने कुरा छ भनेदेखि ढाकछोप गर्नु पर्यो। कसरी हुन्छ परमेश्वरको वचनले मिलाउनु पर्यो र आफ्नो पतिले चाहिँ आफ्नो पत्नीप्रति गरेको त्यो भरोसा कायम राखिराख्नु पर्यो। जुन भरोसाको कारण उहाँहरू आज वैवाहिक सम्बन्धमा जिउँदै जाँदै हुनुहुन्छ, जुन इच्छाका कारण, जुन योजनाको कारण उहाँहरू जाँदै हुनुहुन्छ, यो इच्छा र यो योजना चाहिँ उहाँहरू सधैँभरि मृत्युले नछुटाइसम्म र उहाँको शारीरिक अवस्था जस्तो भए पनि, आर्थिक अवस्था जस्तो भए पनि उहाँले एक अवस्थामा साथ र साझेदारी गरेर अगाडि बढ्नुपर्ने कुराहरू म यहाँनिर व्यक्त गर्न चाहन्छु। र अन्तमा एउटै पद पढेर आजको वचनलाई म अन्त्य गर्न चाहन्छु। हाम्रो दुलहा एकदमै ह्यान्डसम हुनुहुन्छ र दुलही पनि हामीहरूको माझमा यसै ह्यान्डसम आज त सिङ्गारपटा गरेर चिन्नै गाह्रो। यो कुरा देख्दै गर्दाखेरि है जुन विनिताको सुन्दरतालाई
देखेर हाम्रो भाइ सङ्गम चाहिँ मोहित हुनुभएको छ है। यो सुन्दरतालाई देखेर हाम्रो भाइ जसरी मोहित हुनुभयो अनि यो सुन्दरतालाई देखेर विनिता जसरी मोहित हुनुभयो, उहाँहरूको लागि म एउटा पद पढ्न चाहन्छु। सौन्दर्य भ्रमक हुन्छ र सौन्दर्य उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गर्नुपर्दछ। हालेलुया। जुन सुन्दरताको कारणले उहाँहरू मोहित हुनुभइकन वैवाहिक सम्बन्धमा जाँदै हुन्छ। भोलि यो सुन्दरता यस्तै रहँदैन, भोलि चौडिन्छ। विभिन्न बाधाहरू, विभिन्न कस्तो कुन परिस्थितिबाट हामी जानुपर्छ त्यो हामी कसैलाई थाहा हुँदैन। भोलि कसैको रूप रङहरू बिग्रिन सक्छ, शारीरिक बनावटहरू बिग्रिन सक्छ, अङ्गहरूले काम गर्न नसक्ने त्यो अवस्थामा पनि जुन प्रेम अहिले गरिरहेका छौँ, जुन माया र जुन संस्कार अहिले एक अर्काप्रति गरिरहेका छौँ, यो चाहिँ निरन्तर कायम राख्नु पर्दछ बाइबलले भन्दछ। यो सुन्दरता भ्रमक मात्रै हो। मैले बिहे गर्दाखेरि मेरो बुढी कति सुन्दरी थिए, अहिले बच्चाको आमा भयो, अहिले राम्रो भएन भन्न मिलेन। समयको खेल हो यो। जस्तो मैले स्वीकार गरेको छु त्यो मेरो भागमा परेको छ। यसकारण यो सुन्दरताको कुरालाई म यही राख्दछु कि बहिनी विनिता र भाइ सङ्गमले मैले भन्दा अझै उहाँले बुझिसक्नु भएको छ है। यसकारण यो मञ्चबाट यो पुलपिटबाट आजको नवजोडीलाई यही शुभकामना दिन चाहन्छु कि वैवाहिक जीवनमा तपाईँ आज जसरी खुसी हुनुभएको छ, जुन खुसीकै कारण जो तपाईँ आज जिउँदै हुनुहुन्छ, त्यसरी नै तपाईँ जीवनको अन्तिमसम्म एकसाथ रहनको लागि म यहाँबाट शुभकामना व्यक्त गर्न चाहन्छु। र आजको वचन चाहिँ म यही राख्न चाहन्छु र वचन अन्त्य हुनुभन्दा अगाडि हामी छोटो प्रार्थना गरेर परमेश्वरसँग हामी समय वचनको समय राख्नेछौँ। आउनुहोस् हामी प्रार्थना गर्छौँ। महान परमेश्वरको तपाईँलाई धन्यवाद दिन्छौँ र जुन वचनबाट हामीले सिकेका छौँ र तपाईँले दिनुभएकै कुराहरूबाट हामीले हेरेका छौँ, ती कुराहरूबाट हामी चल्नलाई तपाईँले सहायता गर्नुहोस्। विशेष गरी हाम्रा नवजोडीलाई र जति पनि दम्पति यहाँ मण्डलीभित्र उपस्थित हुनुहुन्छ उहाँहरूको परिवारमा तपाईँले आशिष दिनुहोस्। उहाँहरूले परिवारले पनि बुझ्नुपर्ने कुराहरू, श्रीमानप्रति गर्नुपर्ने आदरहरू, श्रीमतीलाई गर्नुपर्ने माया वास्ताहरू, ती सबै कुरामा तपाईँ परमेश्वरले उहाँहरूको चेत खोलिदिनुहुन्छ। जसरी उडन्त पुत्रको चेत खोलियो त्यसै गरी प्रभु तपाईँ परमेश्वर चेत खोलिकन महिमा र तपाईँको प्रशंसामा हो एउटा असल परिवार बनाउनलाई तपाईँले सहायता गर्नुहोस्। प्रार्थना तपाईँ परमेश्वर राख्नुहोस्। धन्यवाद यो सबैको लागि र बाँकी रहल समयमा तपाईँको उपस्थिति गर्छौँ येशू प्रभुको नाममा। हुन्छ। आजको वचनको सेवालाई म यही राख्न चाहन्छु र